मान्छेले सहभागिता जनाउन मिल्छ तर एकछिन आएर फेनको लागि बोल्न मिल्दैन। पार्टीको मान्छे बोल्न मिल्दैन भनेको होइन, पार्टीको मान्छे यहाँ आएर सरकारको विरुद्ध जाने हो त? यो सरकारको लागि गरे हो, यो हामीले यहाँनिर न्यायको लागि गरे हो। सरकारको विरुद्ध गइदिएको छ यो के अरे के यताउता के भनेर बसेछ त अनि थाहा हुँदैन हामीलाई? अपराधीलाई त सरकारले पक्राउ गरिसक्यो त, अब के खालको न्याय चाहियो? त्यही त पार्टीको मान्छेहरु आएर किन सरकारको विरुद्ध बोलिरहेको त? तपाईको छोरीलाई हैन, तपाईको छोरी होला नि घरमा, दिदी बहिनी होला, तपाईको छोरीलाई त्यो गरिबा नानीको ठाउँमा राख्नु हैन। अनि तपाईले जुन त्यो समातिए भन्नुभयो नि, त्यो मान्छेलाई चाहिँ अब तपाईले के तपाईको छोरी त्यो ठाउँमा, त्यो नानीको ठाउँमा तपाईको छोरी, अनि तपाई यति सोच्नुस्, तपाईले यदि तपाईको छोरीको लागि न्याय माग्नुहुन्थ्यो भने के माग्नुहुन्थ्यो? के माग्नुहुन्थ्यो? तपाईले संविधानको कुरा हैन, के न्याय माग्नुहुन्थ्यो? पक्राउ पर्यो भनेर चुप लागेर छोरा मान्छेले बुझ्दैन के छोड्दै? सुन्नु न, छोरा मान्छेले बुझ्दैन के गर्नुहुन्छ? हामीले प्रश्न गरे हामीले त मागिरहेको